पछिल्लो केही वर्षमा अनलाइन बेटिङ पपुलारिटी नेपालमा रकेट गतिमा बढिरहेको छ। ठुला युट्युबरदेखि क्रिकेट टिमसम्मले यिनीहरूको प्रमोट गरिरहेका छन् र यी सबै प्रमोसनमा बारम्बार भनिरहेको छ कि तपाईँ घरै बसी हजारौं कसरी कमाउन सक्नुहुन्छ, लाखौं कसरी कमाउने, करोडौं कसरी कमाउने। तर यी एपहरूको वास्तविक उद्देश्य यसको ठिक उल्टो छ, तपाईहरूको पैसा लुट्ने र तपाईहरूलाई ग्याम्बलिङ एडिक्ट बनाउने। आजको यस भिडियोमा हामी यी बेटिङ एपहरूको बिजनेस मोडेल बारेमा जान्ने प्रयास गर्नेछौँ। इन्फ्लुएन्सर र आफूलाई सुपरस्टार ठान्ने युट्युबरहरू कुन तरिकाबाट देशका युवाहरूको भविष्य बर्बाद गरिरहेका छन्। उनीहरूले अनलाइन जुवा र बेटिङमा फसाएर गेम्सहरु खेलेर आफ्नो कुनै प्लेयरलाई पेडी गरेर तपाईले पैसा कमाउन सक्नुहुन्छ। पैसा विथड्र गर्न पनि एकदमै इजी छ। म कुन एप्लिकेसनहरू हुन् भनेर त भन्दिनँ, तर यी बेटिङ एपहरूको प्रमोट यति गरिएको छ कि जब तपाईँ आफ्नो मोबाइल फोनमा नेट जोड्नुहुन्छ र कुनै पनि सोसियल मिडियाहरूलाई ओपन गर्नुहुन्छ, त्यहाँ यी एप्लिकेसनहरूका प्रमोट गरिएका स्पोन्सर्ड भिडियो र एड्सहरू आइरहन्छन् र यी प्रत्येक एड्स तथा स्पोन्सर्ड भिडियोमा भनिएको हुन्छ कि मैले यो खेलेर यति समयमा यति धेरै अर्निङ गरेको छु, तपाईँहरू पनि यसरी नै सजिलैसँग अर्निङ गर्न सक्नुहुन्छ भनिएको हुन्छ। नेपालमा अनलाइन बेटिङको सङ्ख्या दिनानुदिन बढिरहेको छ। पहिले यो सीमित मानिसहरूले मात्र खेल्थे, तर अहिले सामान्य खेलप्रेमीदेखि विद्यार्थी, अफिसमा काम गर्ने कर्मचारीहरू र यहाँसम्म कि व्यापारी समेत यसमा फसिसकेका छन्। सबैभन्दा धेरै खेलिने बेटिङ फुटबल र क्रिकेटमा विशेष केन्द्रित छ। विशेष गरी आइपिएल, विश्वकप, च्याम्पियन्स लिग लगायतका ठुला टुर्नामेन्टहरू आउँदा यसमा संलग्न हुनेको सङ्ख्या आकाशिने गर्छ। एकैछिन सोच्नुहोस् त, जब तपाईँलाई यसमा लाग्छ कि सपोर्ट गर्ने टिमले जित्छ, तब तपाईँ यसमा पैसा लगाउन थाल्नुहुन्छ। तर तपाईँले बुझ्नुपर्ने कुरा के छ भने यहाँ बेटिङ गर्नेहरूले निर्णय लिइरहेका हुन्छन्, तर जित्ने या हार्ने निर्णय एपकै पक्षमा हुन्छ। नेपालमा अहिले अनलाइन भुक्तानी प्रणालीहरू बढिरहेका छन्। डिजिटल वालेट, क्युआर कोड, ब्याङ्क ट्रान्सफर जस्ता माध्यमहरू सहज बनेका छन्, जसले गर्दा अनलाइन बेटिङलाई झन् सजिलो बनाइदिएको छ। युवा वर्गका लागि यो खतरनाक मोडतर्फ जाँदैछ। कतिपयले आफ्नो मासिक आम्दानी, छात्रवृत्ति र घरबाट आएको पैसा समेत बेटिङमा गुमाइरहेका छन्। उनीहरूलाई सुरुमा लाग्छ कि म छोटो समयमा धेरै पैसा कमाउँछु, तर यसको वास्तविकता के हो भने यहाँ पैसा कमाउने होइन, पैसा गुमाउनेको खेल भइरहेको छ। यसरी बेटिङ एपहरूले तपाईँलाई फसाउँछन्। बेटिङ एपहरूको बिजनेस मोडेल निकै चलाखीपूर्ण तरिकाले डिजाइन गरिएको हुन्छ। यहाँ केही प्रमुख रणनीतिहरू छन् जसले मानिसहरूलाई यसमा लत लगाउने गर्छन्। सुरुवाती बोनस र अफरहरू सम्झनुहोला, जब तपाईँ कुनै बेटिङ एपहरू खोल्नुहुन्छ, तपाईँलाई फ्री बेट, डिपोजिट म्याच वा क्यासब्याक बोनस जस्ता अफरहरू दिन्छ, किनभने उनीहरूलाई थाहा छ कि तपाईँ त्यही फ्री पैसा खेल्न लगाउनुहुन्छ। त्यसपछि जब तपाईँले सानो जित निकाल्नुहुन्छ, तपाईँलाई लाग्छ झन् पैसा हाल्यो भने झन् ठुलो जित्न सक्छु। यही सोचको फाइदा उठाउँदै बेटिङ एपहरूले तपाईँलाई आकर्षित गरिरहेका हुन्छन्। साउन्ड एन्ड कलर। क्यासिनोमा सेन्स साउन्डको प्रयोग गरिन्छ, जुन क्यासिनोमा स्लट मसिनले निकाल्ने गर्छ। यो म्युजिकको सी नोटमा हुन्छ, जसलाई युनिभर्सली प्लेजेन्ट मानिन्छ। यति मात्र होइन, यो बनाउँदा एक कुराको ध्यान दिइन्छ, जसमा सधैँ गोल्ड कलरको प्रयोग गरिएको हुन्छ। खेल्ने मानिसहरूलाई यस्तो फिलिङ आओस् कि यो त ट्रेजर हो। मानिसहरूलाई लालच दिन्छ कि यहाँ भएको सबै रकम तपाईँले जित्न सक्नुहुन्छ, आउनुहोस्, खेल्नुहोस् र जित्नुहोस्। नियन्त्रित जित र हार। बेटिङ एपहरूको एल्गोरिदम यति स्मार्ट हुन्छ कि तपाईँलाई सुरुवाती चरणमा सानो सानो जित दिलाइन्छ। तपाईँलाई लाग्छ वाह, म त प्रो बेटर रहेछु। जब तपाईँले ठुलो रकम हाल्न थाल्नुहुन्छ र तपाईँको हारको यात्रा सुरु हुन्छ, किनभने यी एप्लिकेसनहरूले तपाईँलाई सुरुमा जिताएर तपाईँको दिमागलाई डिपामिन हाईमा पुर्याउँछन्। डिपामिन हाम्रो दिमागमा खुसी महसुस गराउने न्युरोकेमिकल हो। जब हामी जित्छौँ, हामीलाई फेरि जित्न मन लाग्छ। यही साइकोलोजीको प्रयोग यी बेटिङ एप्लिकेसनहरूले गरिरहेका हुन्छन्। फियर अफ मिसिङ आउट रणनीति। तपाईँ कहिलेकाहीँ बेटिङ एप्लिकेसनलाई खोल्नुहुन्छ अनि देख्नुहुन्छ लिमिट टाइम अफर, अब मात्र 10 मिनट बाँकी, बिग म्याच बेटिङ, अब मात्र 5 मिनट बाँकी। यो सबै रणनीति हो। एपले तपाईँलाई दिमागमा फियर अफ मिसिङ आउट रणनीति सिर्जना गर्छ। तपाईलाई लाग्छ अहिले खेलिन भने ठुलो मौका जान सक्छ। यस्तै सोचले गर्दा धेरै मानिसहरूले कुनै योजना बिना नै बेटिङ गर्न थाल्छन् र आफ्नो पैसाहरू गुमाउँछन्।
किन 90% भन्दा बढी मानिसहरूले बेटिङमा पैसा गुमाउँछन्? सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने बेटिङ एप सधैँ नाफामा रहन्छ, किनभने बेटिङ कम्पनीहरू आफैले यसको डिजाइन गरेका हुन्छन्। कुनै पनि खेलमा हाउस एज राखिन्छ, जसले गर्दा लामो समयसम्म खेल्नेहरूमध्ये 90% भन्दा बढीले पैसा गुमाउँछन्। उदाहरणका लागि, यदि तपाईँले 100 रुपियाँ बेट गर्नुभयो भने तपाईँले सही भविष्यवाणी गरे पनि तपाईँलाई सायद 180 या 200 मात्र मिल्छ। तर गलत भविष्यवाणी गर्दा तपाईँको पैसा सिधै एपकै खातामा जान्छ। जित्ने केही मानिसहरूलाई मिडियामा देखाएर प्रचार गरिन्छ ताकि अरूलाई लागोस् यदि उसले जित्न सक्छ भने म किन सक्दिनँ। नियर मिस स्ट्र्याटेजी। तपाईँले यो कुरा विचार गर्नुभएको छ कि छैन? तपाईँले बेटिङ खेल्दा होस् या क्यासिनो खेल्दा जहिले पनि तपाईँ नजिकै आएर हार्नुहुन्छ। यो एउटा साइकोलोजिकल ट्रिक हो जसले तपाईँलाई यसमा अझ एडिक्ट बनाउँछ, जहाँ तपाईँलाई लाग्छ म जित्न लागेको थिएँ, झन्नै जितेको थिएँ। यो फिलिङको कारण तपाईँको मनमा एउटा एक्साइटमेन्ट आउँछ। तपाईँलाई लाग्छ ऊ एक्सिडेन्ट थिएन, यो मेरो कन्ट्रोलमा थियो, म जित्न लागेको थिएँ। अब तपाईँले यहाँ जति हार्नु भएको थियो तपाईँ यसलाई इग्नोर गर्नुहुन्छ र अघि जित्न लागेको थिएँ भन्ने सोचेर फेरि यो खेल्न थाल्नुहुन्छ। 2-4 पटक खेलेपछि तपाईँले जित्नुहुन्छ अनि तपाईँ खुसी हुनुहुन्छ। तर यो एउटा साइकोलोजिकल ट्रिक थियो तपाईँलाई यहाँ खेल्न अझै प्रेरित गर्नका लागि। ओभरअल मानौ तपाईँले पहिलो खेलमा 1000 लगाउनु भयो, दोस्रोमा 1000। पहिलोमा हार्दा तपाईँको 1000 गयो, दोस्रोमा जित्दा जम्मा 1600 आयो। तपाईँले 2वटामा गरेर जम्मा 2000 लगानी गर्नुभयो तर 1600 जित्नुभयो। हो, यो एउटा तपाईँलाई यसमा एडिक्ट बनाउने र कम्पनीको नाफा लिने साइकोलोजिकल ट्रिक थियो। नेपालमा अनलाइन बेटिङ सम्बन्धी कानुन। नेपालमा अनलाइन बेटिङ प्रत्यक्ष रूपमा अवैध छ। नेपालको जुवा ऐन 2018 अनुसार कुनै पनि किसिमको जुवा खेल्न वा सञ्चालन गर्न गैर कानुनी मानिन्छ, जसमा अनलाइन बेटिङ पनि पर्दछ। अहिले नेपाल सरकार र दूरसञ्चार प्राधिकरणले विभिन्न बेटिङ साइटहरूलाई ब्लक गरेका छन्, तर यसको पूर्ण रूपमा नियन्त्रण भने भएको छैन। यदि सरकारले चाहने हो भने ब्याङ्किङ प्रणाली मार्फत अनाधिकृत भुक्तानीहरूलाई रोक्ने, बेटिङ विज्ञापनमा प्रतिबन्ध लगाउने र कानुनी कारबाहीलाई कडा बनाएर यसलाई पूर्ण रूपमा प्रतिबन्ध गर्न सक्छ। तर हालसम्म प्रभावकारी अनुगमन र कडा कदम नबनाउँदा यो रोकिने छाँडकाँड देखिएको छैन। अझ यो उग्र रूपमा अघि बढिरहेको छ। अनलाइन बेटिङहरूबाट कसरी बच्ने? नेपालमा अनलाइन बेटिङको लत लाग्नु आर्थिक समस्याका साथै कानुनी झमेलामा फस्ने जोखिम हुन्छ। त्यसैले यसको लोभमा नपर्नु नै सबैभन्दा बुद्धिमानी हुन्छ। यदि तपाईँ अनलाइन बेटिङबाट टाढा रहन चाहनुहुन्छ भने बेटिङ एपहरूलाई डाउनलोड नगर्ने, युट्युब वा अन्य प्लेटफर्महरूमा आउने बेटिङ विज्ञापनलाई नजरअन्दाज गर्ने र आफ्नो ब्याङ्क वा डिजिटल वालेट सुरक्षित राख्ने जस्ता उपायहरू अपनाउनुपर्छ। यदि कसैले जबरजस्ती बेटिङमा फसाउने प्रयास गर्यो भने तुरुन्त कानुन कार्यान्वयन निकायमा जानकारी दिनुपर्छ। याद गर्नुहोस्, सजिलै पैसा कमाउने लोभले तपाईँ पनि ठगिन सक्नुहुन्छ। त्यसैले बुद्धिमानीपूर्वक निर्णय लिनुहोला। बेटिङ एउटा मनोवैज्ञानिक फन्दामा आधारित छ। तपाईँलाई लाग्छ कि यो छोटो समयमा पैसा कमाउने तरिका हो, तर वास्तविकता के हो भने यो छोटो समयमा पैसा गुमाउने बाटो हो।